हजुर नेताजी तपाईँ के बोल्दै हुनुहुन्थ्यो अघि? म त्यही बोल्छु जो गर्छु। होइन, तपाईँ मनमानी गर्दै हुनुहुन्छ। मनमानी होइन, कुन जनताले मैले दुख दिएको छु भन्नु। जनताले दुःख दिएको होइन, जनताले तपाईँलाई भोट दिएर जिताएको हो। जनताले तपाईँलाई आफ्नो मसिहा भनेर जिताएको हो। जनताले तपाईँलाई हाम्रो लागि केही गर्नुहुन्छ भनेर जिताएको हो। जनताले हाम्रो गाउँ विकास गरिदिन्छ, हाम्रो जिन्दगीको बारेमा सोचिदिनुहुन्छ भनेर आफ्नो मत एउटा मत जोडेर तपाईँले जिताएको हो। त्यो कुरा बिर्सिनु भयो तपाईँले? कसैको जिन्दगीको बारेमा कसैले सोच्दैन, आफै सोच्नु पर्छ। भोट लिने मेरो काम थियो, जनतालाई भोट दिने जनताको काम थियो। भोट लिएर मैले आफ्नो सिटमा आए, म आफ्नो काम गर्दैछु, जनताले आफ्नो काम। भनेपछि तपाईँको जुन दिमागमा यो जनताको भोटको कुनै पनि कदर छैन? भोटको कदर छ नि, भोटको कदर भएर त म जितेर संसदमा आएँ। तपाईँको भनाइले त त्यही प्रश्न भइरहेछ कि तपाईँलाई भोटको कुनै पनि कदर छैन, भोट लिनु भयो वाइयाते त्यो कुराहरू छोड्नु, यस्ता उस्तो कुराहरू गर्दै हुनुहुन्छ। यो चाहिँ अलिक अशोभनीय भयो नेताजी। हेर्नुहोस् होइन, सबै जनताले नै हुन्छ, त्यसैले जनताले बनाउनुहोस् अनि मात्रै तपाईँलाई जनताले बनाउनेछ। त्यो कुरा याद राख्नुहोस्। कपास मैले दिएकै छु, अरू के दिनु? कहाँ दिनुभएको छ तपाईँले जनतालाई घाँस बास कपास? जनताले आफै मेहनत गरेछ, आफै पसिना चुहाएर खेतमा काम गरेर सबै आफू खाइरहेछ, लगाइरहेछ। तपाईँले केही गर्नु भएको छैन। तपाईँ पत्रकार हो, पैसामा बिक्ने, मलाई थाहा छ। तपाईँलाई कसैले भन्न लगाएको हो यो कुरा, तपाईँको दिमागमा छैन। कति पढेर लेखेको है पत्रकार? तपाईँ मुख समारेर बोल्नुहोस्। तपाईँ स्टुडियोभित्र तपाईँले मलाई बोल्न सिकाउनु पर्दैन र तपाईँले मलाई केही गर्न सिकाउनु पर्दैन, बुझ्नुभयो? तपाईँ आफ्नो औकात किन सिकाउनु? अरूले केही कसैले सिकाएर पठाएको छ मलाई दिमाग चाट्नलाई। जानुस् भाइ, यति कुरा गर्नलाई मलाई समय छैन, जानु। तपाईँको दिमाग आफ्नो दिमाग छ भने उत्तर दिनुहोस्। पत्रकारहरू पैसा तपाईँसँग आफ्नो दिमाग यदि छ भने तपाईँ अवश्य जवाब दिनुहुनेछ। यसरी बोल्नु हुने छैन भन्ने आशा गर्दछु। यदि हिम्मत छ भने दिनुहोस्, हिम्मत छैन भने तपाईँ जान सक्नुहुन्छ। जानुस्, हिम्मत छैन। यो त मेरो स्टुडियो हो, तपाईँ जानुहोस्। आशा गर्दैछु। तर फर्केर फेरि कहिले आउँदैन है तपाईँको स्टुडियो। हामी नै बोलाउँदैनौँ। उहाँ एक नम्बरको घुसखोर। उहाँलाई हामीले सभ्य तरिकाले प्रश्न सोद्धा पनि उहाँ एकदम आगोमा घिउ हाले जस्तै तातेर बोल्नुहुन्थ्यो। उहाँलाई चाहिँ जनताले आफ्नो मसिहा भनेर भोट दिएर जिताउनु भएको, तर उहाँ जनताको लागि एकरति पनि सोच्नुहुन्न। खालि आफ्नो गोजी कसरी भर्ने, आफ्नो पेट कसरी विकास गर्ने, आफ्नो घर कसरी विकास गर्ने, आफ्नो छोराछोरी, आफ्नो नाता नातेदार सब विदेश कसरी घुमाउने, त्यही सोचमा हुनुहुन्छ होइन त? ल त, धन्यवाद।